सन्जीव काट्नला खै नाम दिनुहोस् भन्छु र बिस छैन क्या सानोलामा यार पार्टीको मन त भयो हुन्छ ल है पार्टीको मन त हाम्रो यसपालि स्पेसल डिस पार्टीको मन है अस्ति ढुङ्गा हालेछ नि आज अझै नि होला कि ल है अझै माछाको विषय स्पेसल पार्टी छ ओहो झन् मन त माथि पो रहेछ त ल डिस माछाको स्पेसल डिस कहाँ है त ल 6 जना भयो होइन 6 जना लिएर नि 6 किलो त हिजोसम्म चाहिँ पानी पर्नाले हेर्नुहोस् त पुरा हिउँ तपाईँ कुरा माछा त लान पर्यो के खान्छ चाचौ 7 जना 7 रम्बा बुझ्यो 7 जना आइहाल्यो यार 7 जना आइहाल्यो माछा खान पर्यो 5 रुपियाँ चुइकाम दिउँला चुइकाम चपामा अरू चप्पा छन् आफूले खाइन अरू केही चुइकाम खानु पर्यो ल 5 रुपियाँ चुइकाम ल गली हुन चाहिँ यस्तै सुरु गर्यो यति गइरहेछ यार त्यो त जान्दा जान्दा के गइरहेछ त्यहाँ ल तिम्रो काम यो तलाइन म जता घुम्ने मान्छे देखाउनु
Mata tak amat aku berlawan. Oh. Ada yang kayu di gunung masing masing aku bilang. Anda? Pucuk beti kan kau nak pucuk sini ada. Ih, boleh lah. Anda di. Kita sama itu. Ada di gunung main itu atas. Kita coba tak sama. Almak tu tak mana bisa. Oh ya. Siapa ni ini? Siapa ni tu? Deklah ni. Mata beta kau ni. Kau ni. Bayap. Lu kasih. Kita ngambut kita. Bawa tu. Halo. Hai guys. Terkari saya बनाउँदै छु माछाको. यसरी प्याज हाल्यो हैन. यो चाहिँ प्याज. सबैले हेरेर मेरो YouTube च्यानल लाइक सब्स्क्राइब गर्नु होला. लाइक गर्दैछु. यसरी पर भुटेर त्यही त अब छोपुलाई तिमीले मामा भन्छौ हैन छोपुको दिजु दिपिकालाई तिमीले दिजु भन्छौ अब माजुको भेनालाई तिमीले के भन्छौ त भटिज बालु तिमीले बेसी गाडीले बेसी गाडी माजु हरायो भाले बेसी गाडी माजु हरायो भाले लाई पर बा टुङ्गा उठ्ने हैन त्यसरी काबु माछाको टेस्ट अनि माछालाई चाहिँ गल्न नदिनको लागि चाहिँ अमिलो प्रयोग गरियो है काबु भनिन्छ त्यसलाई चाहिँ र हाम्रो चाहिँ लोकल भाषा अमिलो है ल टमाटर चाहिँ हाल्ने बेला भइसक्यो हैन यसरी टमाटर हाल्यो र स्पेशल छ यो पनि चपिङ बोर्ड गाउँघरमै आफै बनाएको चपिङ बोर्ड है आफ्नै कलेजबारीमा फरेको हैन यसरी बनाएर हैन माछाको ग्रेभी चाहिँ बनाएको छैन मैले लोकल असला माछा हो त्यो उयो त माछा चाहिँ यति छ है थोरै छ तर पिस राम्रो छन् जे भने माछा चाहिँ आज डल्ली छुनेर मारेको हैन डल्ली छुन्ने क्रममा चाहिँ यस्तो भइरहेको हैन छिलेर चोर माछा चोर प्याज टमाटर किन उठो मसला किन राख्छ हाल्दैन यो यस्तो गर्नु भन्दै म त के लाग्यो भने कुन पनि निकै के भनेर झोला भनेको ठ्याक्कै लाग्यो कहिले गर्छ सबु मसला उठाएर हाल्यो उठेर बेसारले मसला बेसार मलाई यहाँ हातमा कतै राख्न पानी यही छैन छ यो बेसार उसमा डब्बामा हल्दी 1 चम्मच हल्दी 1 चम्मच हाल्यो तर लाग्दैन होला अर्को थप्नु पर्छ है कस्तो रहेछ ग्रेभी भन्नुस् त खाउ जस्तो लागिरहेको कि अनुष्का सरी यहाँ त छिटो भनेपछि आइहाल्ने हो के अरू वाला नफालिकन है मसला हाल्यो यो चाहिँ आफ्नो सिलौटोमा पिसेको मसला हो मिक्सरले पिसेको मसला चाहिँ होइन है बनाएको टेस्ट गर्न नपाए पनि कस्तो बनिरह
कमेन्ट गरिदिनुहोस्, लाइक गरिदिनुहोस् अनि मेरो यो युट्युब च्यानललाई सब्सक्राइब पनि गरिदिनु है। अन्त बेल आइकनलाई टिङ टिङ बनाइदिनुहोस्। आफ्नो गाउँघर होइन फोहोर हुनसक्छ तर खाना चाहिँ त्यस्तो फोहोर चाहिँ हुने। छोरो छोरा पान्न तल छोरा तिमीले काम नगर न, तिमी काम नगर, तिमी जाडो छौ यता गुड गरी गुड हातले गुड खैटो यस्तो खैटो ल हजुर ग्रेभी चाहिँ रेडी भइसक्यो। अब चाहिँ हल्का पानी हाल्ने अनि माछा चाहिँ हाल्ने। माछालाई एकछिन पकाएर पर भुट्ने चाहिँ होइन हजुर, यस्तो भबाइमा पानी हालेर पानी राखिन्छ अनि माछाको ग्रेभी छोरी है पानी राखियो है ग्रेभीको लागि एकछिन ग्रेभी बनाइयो यसपछि माछा राखिन्छ होइन होइन हल्का पानी राखियो होइन ग्रेभी तिनवटा खान्छ कि वेटिङ छ कि ल माछा पनि यसै माछा चाहिँ यसरी डुबाइदिनु यो माछा है किन आउनै नपकाएको ल यसरी राखिदिएछ माछालाई ग्यासमा भुट्छ हल्का भो माछा यो माछा पिसेर्नुहोस् ट्याक्क टिक्क खान लाग्छ। यो खाल्ला छोटो छोटो लानुहोस् माछा टक्क माछा डुबो होइन माछा डुबो। अब चाहिँ 15 मिनटपछि ल टक्क खाने हुन्छ है छोरी माछा खाने हो अनि माछा मिठो बन्यो होला कि कस्तो बन्यो होला भन्नु त खाना ल है हाम्रो चाहिँ के अरे ऊ बनिसक्यो होइन माछा चाहिँ त्यहाँ बनिसक्यो भात पनि ठिक टक्क होइन माछा अनि लोकल चामलको भातै खन्चुवा आउनुहुन्छ उहाँले भन्नुहुन्छ एक मान चामल भात खाने मैले रेडी भइसक्यो कसलाई निचलले कुन खाने भन्थ्यो भनेपछि यही हो नि निचल खानु भनेको निचल हो नि खानु भनेको यो हो ठुलो घैँटे भात मारा निचल चन टाउको खान्छ खान्न नि सबैले टाउको साको ल ल जाऊ ल सोना लैजा चाहिँ उहाँ बसेर न ल ल यो चाहिँ हाम्रो चाहिँ यो है खाना जानेको तर हाम्रो घैँटी भात मारा तर भात खानीमा ओल रेका टाक्टो होला अलि चाहिँ उजानी बाहिर बाहिर काँडा छैन काँडा अलि बनाएर खाँदिनु है ल दिपिका ल खाना ठुल भाइ तेरो बाउको किस्मतै खराब छ कि खालेको चेपर हो खाऊ तिमीलाई हालिसक्यो म हालिदिन्छु कि ल ल ल उता भात भात खाँदा झोल ओइ के खान्छ केटाहरू ओइ के खाने हो टाटा भात ओहो ठुल्ठुलो पिसबाट सोक्कै छैन लिएर सन्जीलाई मात्र छ है हो टाउको कसलाई पर्व दिव्या तिमीलाई कति टाउको पर्छ एउटा होइन यहाँ टाउको सन्जीलाई टाउको रोइन्छ गियर मात्र भएछ कि त्यो खानियोस् ल एउटा भोरे खाने रे भयो भयो रस थाहा भयो केटाहरू ओइ भात थाहा रस थाहा भयो ल खाना चाहिँ उनीहरू सुरु गर्छ कि कस्तो भइरह ल भन त कस्तो भइरह केटाहरू राखा छोरा टिममा ल खाइयो है टाटो रहेछ आमाको छोरो दामी